यो खगेन्द्र सुनारको बोलीमा चाहिँ सत्यता छ के। उहाँको कुरा सुनेर कसम भन्ने हो भने मेरो आधा डिप्रेसन त चट्नै हुन्छ क्या। साथीहरू उहाँको भिडियो हेरेर कमेन्ट गर्नु त हजुरहरूलाई नि कस्तो लाग्छ। बाहुनको छोरो मन्त्र पढ्ने, म सुनारको छोरो सुनपानी सर्किने चोखाएर पठाइदिने। उठे जवाफले चाहिँ हुँदैन र त्यसलाई मान्न सकिँदैन। त्यसैले गर्दाखेरि पहिला कति चल्यो, कहाँ चल्यो, त्यसको पहिला छानबिन हुनु पर्यो र पुग्नु पर्यो। हामीले पनि गर्नु पर्यो। यस्ता खालका दुर्घटना भएको, मैले अस्ति पश्चिमतिर भूकम्प गयो, त्यो पश्चिममा भूकम्प जाँदा त्यहाँ जनताका त्यत्रा घरहरू ढलेका छन्, तर सम्बन्धित जिल्लाको सिडिओको काठमाडौँमा घर देखेर म छक्क परेको छु। अहिले त्यो सम्बन्धित भूकम्प जाँदा सम्बन्धित जिल्लामा सिडिओ भएर बस्नु भएको साथीको काठमाडौँमा अस्ति घर देखेर म छक्क परे भएको। कसरी बन्यो त्यो घर? जनताको टिनको छानो नपाउने, अनि सिडिओको काठमाडौँमा रातारात टप्पा टप घर बन्ने भन्ने हुन्छ। यो 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 पहिलोचोटि मात्र होइन। त्यसैले गर्दाखेरि यसमा स्पष्ट कुरा छ, यो सार्वजनिक लेखा समितिले हामीले पनि हेर्न पर्यो, स्थलगत अध्ययन हामीले पनि गर्नु पर्यो। सम्बन्धित कार्यालयहरू छन्, सरकारका विभिन्न अङ्गहरू छन्, त्यसका रेकर्डहरू कहाँसम्म फैलिएको हुन्छ। एउटा रुखको जरा त पल्लो छेउसम्म पुगेको हुन्छ भने यसको जरा कहाँसम्म फैलिएको छ त्यसलाई पनि हेर्नु पर्यो। र यसको छानबिन गर्ने समय कति लाग्ने हो, त्यो सचिवज्यूलाई कति समय लाग्ने हो, त्यसको पहिला रिपोर्ट हेर्न पठाइकन यसरी चाहिँ सिडिओलाई राख्ने। ल त ल जले भइता हाल्यो, ल यति मिना भनेर चाहिँ यसरी उठे तरिकाले चाहिँ गर्न पाइँदैन। यो तत्काल कानुन पनि कहाँ संशोधन गर्नुपर्ने हो। यो कानुनको 111मा लेख्नुहुँदा 110मा चाहिँ पहिला के लेख्नु पर्यो भने यसको समिति बन्नु पर्यो, छानबिन बन्नु पर्यो, त्यसको यथेष्ट प्रमाण त्यहाँ पेश भइसकेपछि गर्न मिल्ने भएपछि मात्रै गर्ने भनेर राख्न पर्यो। अर्को कुरा नराख्ने र पहिलो सुनमा सुनपानी छर्किने काम चाहिँ यो समितिबाट चाहिँ हुनु हुँदैन र यस्तो कुराको साँच्चै हामी बस्नु हुँदैन। धन्यवाद।